अमेरिका जान 80 लाख खर्च गरी स्पेनबाटै फर्किएका भूपेन्द्र ओली जो आफ्नै घरमा आज झुन्डिएको अवस्थामा फेला परे। मेरो छोरालाई त्यही राणले खाइदि हिलागामा आइसकेर म पनि कि जानिम त्यसलाई म मार्ने हो। मेरो छोरालाई त्यसले खाइदि म त्यसलाई खाइदिम। अमेरिका पठाउने महिला एजेन्टको टर्चरले आत्महत्या गरेको हुन सक्ने परिवारको आशंका। यहाँ साउ तिर्न नसकेर अर्थात् साउले सताएर भन्दा पनि ती जसले पैसा खायो ती एजेन्टहरूले नै अब मेरो पैसा पाउनुपर्छ भनेर उसले जब बोल्ने क्रममा तँले मलाई पैसा मागिस् भने होइन किन पैसा माग्ने तेरो के अधिकार छ र अर्थात् चाहिँ अब उनीहरूको एउटा गिरोह नै होला भनौँ न। राज्यमा त्यो गिरोह सञ्चालन गरेर बसेका मान्छे किनभने एउटा व्यक्तिको सर्वसाधारण व्यक्ति 80 लाख खाने मान्छे त चान्चुने मान्छे हुँदैन। त्यो त हामीले देखिरहेको कुरा हो होइन। अब नेपाल तपाईँ हामीले हिजो आज भोगेको कुरा हो किन हिजो यो जेनजी आन्दोलनबाट भएका कुराहरू पनि प्रष्ट छत्तछल्ल भएका छन् होइन। तपाईँ हामी जस्तो युवाले हामी जस्तो मान्छेले त न्याय पाउने भन्नेको त चान्सै हुँदैन थियो। त्यही कारणले झन् उल्टो मलाई जहाँ कि मलाई के लाग्छ भने मलाई पैसा मागिस् भने म तँलाई टर्चर थेचर गर्छु म कुनै आरोप लाउँछु होइन। जस्तो बलात्कारका केसहरू पनि हुनसक्छ अब धेरै धेरै केटाहरू हुनसक्छ। महिला हुनुहुन्थ्यो उहाँ चाहिँ रुकुमतिरकै हो अरे भनेर सुनेको छु मैले होइन। पैसा दिने भन्दा पनि पैसा एजेन्ट भनौँ न। एजेन्ट त्यो गिरोह त धेरै छ त्यहाँ। पहाड घर रुकुम चौर जहारी भई हाल बाँकी राप्ती सोनारी 9 ढकेरीमा बस्दै आएका 34 वर्षीय भूपेन्द्र ओली आफ्नै घरको गोठमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। परिवारका अनुसार ओलीले अमेरिका जानका लागि करिब 80 लाख रुपियाँ खर्च गरेका थिए। पहिलो पटक दिल्ली हुँदै जाँदा फर्किनु परेको र दोस्रो पटक स्पेनसम्म पुगे पनि अमेरिका प्रवेश गर्न नसकी फर्किएको बताइएको छ। लगातार असफल प्रयासपछि मानसिक दबावमा रहेका उनी करिब 1 वर्षदेखि चिन्ताग्रस्त थिए। गत कार्तिक 25 गते हिजो उनी सुसाइड नोट लेखेर ससुरालीबाट हिँडेका थिए र आज बिहान करिब 11 बजे आफ्नो गोठमा झुन्डिएको अवस्थामा फेला परे। उनका एक छोरा र एक छोरी छन् भने श्रीमती कोहलपुरको 10 बिघा हस्पिटलमा कार्यरत छिन्। परिवारका सदस्यहरूले बताएका छन् ओलीले अमेरिका पठाउने भन्दै पैसा लिने महिला एजेन्टसँग रकम फिर्ता मागेपछि निरन्तर टर्चर र दबावमा परेको हुन सक्ने भन्दै आशंका गरिएको छ। घटनाको विस्तृत अनुसन्धानमा इलाका प्रहरी कोहलपुर खटिएको छ। कति वर्षदेखि चिन्जान तपाईँहरूको? चिन्जान बचपनैदेखि हो, लगभग 4-5 वर्ष भएदेखि नै चिन्जान। अब यो एउटा दुःखद घटना घटेको छ किनभने उहाँले सुसाइड नोट चाहिँ हिजो लेख्नु भएको थियो तर थाहा बचाउन सकिने अवस्था थियो किनभने हिजो नै एउटा थाहा थियो योसम्म घटना भयो। के भन्नुहुन्छ तपाईँ? घटना अपत्यारिलो घटना भएको छ। यसमा चाहिँ सम्बन्धित निकायको ध्यान जाओस्, पीडितले चाहिँ न्याय पाओस्। यो फसाइएको जस्तो भइरहेछ, यही हो। उहाँको श्रीमान श्रीमती बिचको सम्बन्ध कस्तो थियो? सुन्नेमा आएको हाम्रो चाहिँ राम्रै थियो श्रीमान श्रीमती बिचको चाहिँ, अरू भित्री कुरा चाहिँ त्यति थाहा भएन तर राम्रै थियो सम्बन्ध चाहिँ। नत्र भने सँगै किन बस्नुहुन्थ्यो र कोहलपुरमा? कोहलपुर बस्न चाहिँ कोहलपुर बस्नु सँगै बस्नुहुन्थ्यो कोहलपुरमा। कस्तो भाडामा हो कि कसै आफन्तकै घरमा? दिदी सासू दिदी सासूको घरमा चाहिँ उहाँ बस्नुहुन्थ्यो। उहाँले केही गर्नुहुन्थ्यो आफूले काम? केही विदेश गएर आउनु भएको हो। कहाँ बसेर? कुन देशमा जानुभयो? पहिले दुबई गएर अहिले चाहिँ खाली नै हुनुहुन्थ्यो। उहाँको स्वास्नीले चाहिँ 10 बिघामा गर्नुहुन्छ क्या। सुसाइड नोट भेटियो भन्ने चाहिँ केही थाहा पाउनु भएको छ त्यो सुसाइड नोटको बारेमा? के लेखियो भन्ने त्यो बारेमा त थाहा भएन। धजाधा लगाइदिनु भन्ने कुरा आयो घरबाट। भनेपछि घर धजाधा लगाइदिएर हो गरेँ। अनि त्यसपछि फेरि त्यहाँ कतातिर जाउँ भन्ने कुराकानी भयो। त्यहाँ जाँदाखेरि कोही बगलहरू कोही यसो पनि पुग्नु भयो। अनि फेरि त्यो माताहरू कता हेरायो उनीहरूले। हेराउँदा त अहिले मान्छे अलि जीवितै छ, अलि धजाधजा राम्रोसँग पालामा बत्ती सती बालेर यताउता गर्नु भन्ने कुरा उहाँले गर्नुभयो। गरेपछि आएर फेरि नुहाइधुवाई गरेर फेरि मैले गरेँ हेर्नुहोस्। गरिसकेपछि पछि बगलर उतातिर जानुभयो। अनि म यहीँ थिएँ। पछि यो भित्र गोबरसोबर फाल्नु छ भन्ने कुरो खाना पनि अहिलेसम्म खाना खाइया पनि छैन। पछि उहाँले भनिसकेपछि गरेपछि म त्यहाँ जुवा बाहिरै थियो, गोठमाथि राख्छु भनेर जुवा माथि र गोठमाथि फालेँ। फाल्छ त्यतिखेर पनि सिँढीबाट देखाएको पनि छैन। आज हेर्नुहोस् त्यो मान्छेलाई त्यहाँबाट त्यो जुवा चाहिँ साइड गर्छ भन्दाखेरि सर्लको उतातिर हेर्न चारसँग भइहाल्यो। हेर्नुहोस् तपाईँले देख्नु? मैले देखेँ सर, मैले देखेको।
कि डोरीले हो डोरी बरियो हामी नाम्लो भन्छ बरियो भन्छ त्यो बरियोले लगाएको थियो टोपी भुइँमा थियो जुत्ता भुइँमा थियो त्यहाँबाट म त्यहाँबाट 81 हामफाले तल हेर्नुहोस् माथिबाट अब यो दुःखद घटना घटेको छ हजुर हजुर तपाईँलाई के लाग्छ त्यस्तो नै त्यस्तो छैन सर छैन त्यो अब त्यो हुन्छ नि त मतलब केही कारण भन्नाले अब जो यसको कारण भयो भने त्यो अब त्यही म्यानबारहरूसँगको यताउताको कारण होला र त हामीलाई अरू त कारण केही छैन हेर्नु छैन हेर्नु घरमा जस्तो आउँदा जाँदा केही सिरु मान्छे बहुत सिरु मान्छे हेर्नु हजुर सिरु मान्छे केही नसा पानी भन्ने उसले केही भोग्दैन हेर्नु उसले स्यामबार गुटका समेत खाँदैन खाँदैन हजुर छोरा पनि छ हजुर छोरा छोरी छ कतिवटा छोरा एउटा छोरा 9 अहिले 9 वर्षको भयो त्यो 3 वर्ष बोरिङमा अनि नातिनी चाहिँ 1 वर्षको भयो श्रीमती पनि हजुर उ त ल्याबमा काम गर्छिन् 10 बिघामा हजुर 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 सँगै उतै कोलपुर सँगै बस्छ उतै भने सबै